कोट त लाको बा उन त कर परवीन कताबाट खिच्यौं यो चाहिँ हाम्रो भाइहरु टिका लाउन बसिरहेछन् फोटो दुईटै खिचेको के सँगसँगै अनि भिडियो त तिर्छु बनाएको बाहिर मुखले भन्नु यो त मन अन्त त हामीले सुन्नै पाइएन के आसी दिएको दिएको अफिसमा जानुपर्छ कहाँ गइयो भैया त उठाऊ यता कमल यता ह्यापी दसैँ नमस्ते सबैलाई नमस्ते हामी घर लाएर आउनुलाई पनि त्यही भएर आन्टी है त भेटौँ बोलाउँदै हुन्छ ए मक्कै छन् ती मक्कै परे खान ल कमल लाइदे
20 रुपैयाँ दिने हो कि बाबा 20 रुपैयाँ दिनु के 20 रुपैयाँ दिनु न त कि पड्किनु नट्छन् नपुग्यो गएर आउनलाई के जानु दिनु भएन भएन बस अनि उसले फेरि ल्याइदिने उसले ल्याइदिने अनि अनि जेठोको जेठो पर्छ नि त क्या हो सबैलाई ल्याइदियो अनि अब जेठाले त भाइहरुलाई लाइदिनु पर्दैन कहाँ लगाइदिनुहोस् त भित्रै लगाइदिनुहोस् हो हाम्रा चाहिँ केटापाठीले पनि दक्षिणा पाउने सिस्टम छ है हाम्रोमा चाहिँ एकदम एकदमै हजुर म यही छु अनि लुम्पी जाँदाखेरि जान्छु अनि नि त्यत्रो अनि यहाँ छ यस्तरी सार्ने हुन्छ जुमारमा देवपुत्रीको आशीर्वाद लाउन् माते खाइनौ नमाते ज्ञानी छौ यस्तै गरेर हाम्रो नाक ठुलै बनाइदिए हौ बनाइदिए फलाना छोरो यस्तो भाउ अरे हामी सुन्न नपरु सुन्न परे पनि छैन पर्न पनि पर्दैन अहिले हात आधौली हुन्छ ल अछिटा हात हाल हेर्नु ल ह्याप्पी दसैँ भन्नु सबैले ह्याप्पी दसैँ ल यता हेर्नु है सुन्तले आन्टी अनि हाम्रो यो साइली आन्टी चेक्नु पर्बिन यति पछाडि जा कि आन्टीलाई अगाडि लिएर आइज पर्बिन छ के फेरि ठिक छ के ओहो ह्याप्पी दसैँ ल म
ल